हेलो गाइजहरू, वेलकम टु माई युट्युब च्यानल है। राजु ताम्लिङको भ्लगमा तपाईँहरूलाई सम्पूर्णलाई स्वागत छ। मेरो भिडियो हेरेर साथ दिनु होला भन्दै भिडियोको विशेष जानकारी आज चाहिँ विशेष गरेर सुनकोसीको किनारमा बालुवा खेलाउँदै हिँडिरहेको अवस्थामा तपाईँलाई सुनकोसीको सिन पनि देखाउँछु सरर लाएर। ल ब्याक साइडबाट देखाउँछु, अलि राम्रो देख्छ होला है। ल सुनकोसी किनारमा यो बालुवाको रासमाथि हिँड्दाखेरि छुट्टै आनन्द आउँदो रहेछ। ल यस्तो बवाल छ है, सरर चारैतिर डाँडा काँडा पहाड। बाइक चाहिँ मैले माथि राखेको छु रोडको छेउमा। चाहिँ खतरा बाइक के भन्छ बालुवा खतरा, यो मरुभूमि जस्तो देखेर म चाहिँ बाइक रोकेँ गरी तलतिर सरर आएर। मैले त हेरेँ गाइजहरूलाई पनि यसो देखाइदिनु पऱ्यो नि त सिन चाहिँ भन्ने हिसाबले भिडियो बनाउन विशेष गरेर तपाईँहरूकै लागि आएको हो भनेर भन्दा पनि केही फरक चाहिँ पर्दैन। उपर फेरि चरा रहेछ, चरा जुम गरेर देखाउँछु म तपाईँहरूलाई। चराले प्लास्टिकमा के खाँदैछ। बालुवा चाहिँ एकदम धेरै रहेछ हौ, यत्रो बालुवाको रास। ओहो, चराले के खाइरहेछ? चरा देख्नुभयो तपाईँहरूले गाइजहरू? चराले के खाइरहेछ? ल ठिक छ, इन्जोय गरोस्। धेरै नजिक गयो भने फेरि भाग्छ होला। के खाइरहेछ है? ल गाइजहरू, सुनकोसीको किनार यस्तो बवाल डाँडा पहाडै पहाडको दामी दृश्य देखिरहेछ। यस्तो थुम्का थुम्कीहरू छ, पहाड पनि। ल गाइजहरू है, मेरो मिनी भ्लगमा आएर हेरिदिनु भयो, यहाँसम्म साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन। अब भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गरिदिनु होला है त। सम्पूर्णलाई यसै भिडियो मार्फत सूचना दिन चाहन्छु। र यसपालिको भोट केमा हाल्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला है त। र कुन पार्टीले जित्नेछ त्यो पनि कमेन्ट गर्नु होला। अहिले अब चुनावी माहौलको बावजुद बिचमा म पनि भोट हाल्नको लागि नै अब घर जान लागेको। यसपालिको मेरो भोट चाहिँ बालुवा रहेछ, बालुवामा चाहिँ होइन। यसपालिको भोट चाहिँ मेरो चाहिँ माटोमा हुनेछ है त गाइजहरू। तपाईँहरूको केमा हो कमेन्ट गर्नु होला अवश्य। र कुन पार्टीले जित्नेछ त्यो पनि कमेन्ट गर्नु होला है त गाइजहरू। ल भन्दै यो भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु। जय माटो लास्टमा है त।